हेलो नमस्ते सबै दाजुभाइ दिदीबहिनी आमा बुवा सबैमा। आज मलाई चाहिँ यसो राजनीतिको बारेमा के भन्नु मन लाग्यो है। एकजना चाहिँ काङ्ग्रेसका नेता भनाउँदाले है के भनेछन् भने घन्टी पार्टीले चाहिँ घन्टी बोकेर हिँड्न हुने, स्वतन्त्र पार्टीले चाहिँ घन्टी बोकेर हिँड्न हुने, हामीले चाहिँ किन रुख बोकेर हिँड्न नहुने, हामीले किन रुखको चिन्ह चाहिँ बोकेर हिँड्न नहुने भनेर भन्छ है। त्यसो भयो ल ठिक छ, स्वतन्त्र पार्टीले चाहिँ घन्टी बोकेर हिँड्यो ल। अब तिनीहरूलाई रिस उठेछ ल, रुख उनको औकात छ ल, क्षमता छ भने ल रुख बोकेर हिँडेन, कसले नबोक भने किन अरूको विरोध गर्दै हिँड्नु पऱ्यो क्या। त्यही भएर भनिन्छ नि यो नेपालको राजनीति जस्तो गिरेको चाहिँ कुनै देशमा छैन जस्तो लाग्छ है। अब ल सूर्य मानौँ सूर्य ल एमालेको भयो है, ल एमाले ल सूर्य चिन्ह बोकेर हिँड्न सक्छ त, सूर्य बोकेर हिँड्न सक्छ ल। अनि अरू चाहिँ ल माओवादी के छन् है, तिनीहरू मिलेछन्, तिनीहरूले चाहिँ ल तारा चिन्ह ल ठिक छ, झन्डा बोकेर ल स्वतन्त्र पार्टीले चाहिँ ल घन्टी बोकेर हिँड्यो भन्दैमा उनीहरूले चाहिँ ल मानौँ तारा बोकेर हिँड्न सक्छ त, सक्दैन नि। त्यही भएर कसैले कसैको नि विरोध नगरौँ होइन, सबैलाई देश चाहिएको हो, जति सकिन्छ सबैले मिलेर चाहिँ एकजुट भएर चाहिँ देशलाई निकास दिनुपर्छ, विकासको बाटोमा लानुपर्छ है। सक्दैन भने सक्दैन भन, किन गर्न खोज्ने मान्छेहरू किन खुट्टा तान्छौ। यो के अरे, यो पार्टी ठुलो होइन कि देश ठुलो हो। त्यही भएर के भन्छु भने उसले यो गर्यो त्यसले यो गर्यो ऊ गर्यो भन्दा पनि राम्रो सिद्धान्त लिएर राम्रो ठाउँबाट चाहिँ आफूले हुन्छ नि आफ्नो ठाउँबाट क्षेत्रबाट राम्रो गरेर देखाऊ, विकास गरेर देखाऊ, भ्रष्टाचार नगर। यो चोरहरू हुन् त के अरे, यो तीन दलको त कुनै पनि अब औकात पनि छैन देश बनाउँछु भन्ने कुरो है। अहिले अझ बनाउँछु भनेर चाहिँ पछि लगाइरहन्, गर्न चाहिँ केही पनि सक्दैनन्, भ्रष्ट बाहेकहरू केही पनि गर्न सक्दैनन्। अब नयाँ पार्टीका ल युवाहरू छन् अहिले जुनै पनि ल, हर्क साम्पाङ, रवि भनौँ, बालेन है, अनि कुलमान घिसिङ, यिनीहरू चाहिँ मिलेर जानु पर्यो, पुरानोलाई हटाउनु पर्छ नि। पुराना विकृति, पुराना भ्रष्टाचारी, यो कुहिएका यो के भन्छ राजनीति गर्ने दलहरूलाई चाहिँ हटाउनको लागि मिलेर जानु पर्यो, नत्र चाहिँ यो नयाँको पनि काम छैन। हेर्नु, राम्रो सिद्धान्त भएको केही गर्छु भन्ने मान्छेहरू त मिलेर जानु पर्यो, मलाई त्यस्तो लाग्छ है। त्यही भएर मैले आज हेरेको थिएँ एक ठाउँ, एउटा चाहिँ के अरे यो न्युजमा काङ्ग्रेस पार्टीको चाहिँ नेताले चाहिँ भनिहाल्छ क्या, स्वतन्त्र पार्टीले चाहिँ घन्टी बोकेर हिँडिरहेको हुन्छ, घन्टी बजाउँदै हिँडिरहेको हुन्छ, त्यस्तो चाहिँ गर्न मिल्दैन। हामीले पनि त्यस्तो, तिनीहरूले त्यस्तो गर्छ भने हामीले पनि रुख बोकेर हिँड्न पाउनुपर्छ भनेर भनेछ क्या। ठिक छ, जहाँ हो विगत ठाउँमा चाहिँ तिनीहरू चाहिँ भोट माग्न विकास गर्न जान नसक्ने पाजीहरू, हिँडेर जान नसक्ने पाजीहरू रुख बोकेर, अब यो ठुलो रुख बोकेर जान सक्छ त। त्यही भएर भनिन्छ औकात अनुसारको कुरा गर्नुपर्छ क्या। ल घन्टी त बोक्न सक्यो, ल सन्देश हो एउटा होइन, घन्टी बजाएर सन्देश दिन सक्यो, अनि रुख बोकेर चाहिँ के को लागि जाने ल। सबैले त रुख बोकेर जान सक्दैन होला। त्यही भएर अरूको विरोध नगरौँ, सकिन्छ भने देशलाई राम्रो तरिकाले अगाडि बढाउँ। भ्रष्टाचार जुनै पार्टी होस्, जुनै पार्टीको ठुला नेता होस्, भ्रष्ट नेताहरूलाई चाहिँ अन्त्य गरौँ सकिन्छ भने। होइन भने यो के अरे विकास गर्छु, यस्तो गर्छु, यसले फलानाले यो गर्यो ऊ गर्यो, यो पनि यस्तै हो उस्तै हो, नयाँ पनि उस्तै हो भन्ने चाहिँ छोडौँ है, म त्यही भन्छु। हो हाम्रा आफन्तहरू पनि कुनै पार्टीका झोलेहरू होलान् है, कठोर होलान्, तर म कुनै पार्टीको झोले पनि होइन। यही नेपालका राजनीतिले गर्दाखेरि हामी चाहिँ अहिले विदेशिनु बाध्य भएको हो। त्यही भएर मलाई लाग्छ यो तीन दलका कुनै यो ठुला तीन दल छन्, यो माओवादी, काङ्ग्रेस, एमाले, कुनै कामै छैन अब चाहिँ। हो त्यो पार्टीभित्रमा पनि राम्रा होलान्, नराम्रा छैनन् भन्न सकिन्न, तर मेन मान्छे ल पार्टीको मेन टाउके नै गतिलो छैन भने तिनी राम्राहरूको पनि के काम, कुनै अर्थ छैन के। त्यही भएर बरु राम्रो मान्छेहरू स्वतन्त्रबाट उठ,
त्यो पार्टीलाई त्यागिदेऊ। तर नयाँ दललाई चाहिँ एकचोटि हेर्नुपर्छ सबै मिलेर है। हर्क साम्पाङको पार्टीलाई हेर्नु पर्यो, कुलमान घिसिङकोलाई हेर्नु पर्यो, स्वतन्त्रलाई हेर्नु पर्यो। तर यो 3 दल चाहिँ स्वतन्त्र अनि के भन्छ कुलमान घिसिङको पार्टी अनि हर्क साम्पाङको पार्टी एकजुट भएर जबसम्म अगाडि बढ्न सक्दैनन् तबसम्म यो पुरानोले चाहिँ कहिले अगाडि जान दिँदैनन् भन्दै यो झोलेसोले प्रवृत्ति चाहिँ छोडौँ, राम्रोलाई साथ दिउँ, अब नयाँलाई हेरौँ, त्यो पुराना भ्रष्ट नेताहरूलाई चाहिँ अन्त्य गरौँ, यो पुराना दलहरूलाई चाहिँ अब अन्त्य गरौँ यसपालि चाहिँ है भन्दै आज चाहिँ मलाई भन्न मन लागेको कुरो चाहिँ मैले भनिदिइहालेँ है। घन्टीको के अरे झोले भन या नभन जे भन, तर म चाहिँ झोले पनि होइन। झोले भएको चाहिँ अहिले विदेश बस्नु पनि पर्ने थिएन, किनकि एमाले काङ्ग्रेस माओवादीका झोलेहरूले नै देशमा के अरे तहल्का मचाइराखन्, किनकि उनलाई पार्टीले पैसा दिन्छ, उनको जिन्दगी चलाहा। तर हामी कुनै पार्टीको न झोले हो न कार्यकर्ता हो, त्यही भएर हामी विदेश हुनु पर्या। तर अब चाहिँ राम्रोलाई चाहिँ एकचोटि साथ दिनुपर्छ जस्तो लाग्छ भन्दै बिदा चाहन्छु। हस्त नमस्कार है, जय नेपाल।